वकिल पनि घुसपेटमा नजाओस्, हाम वकिललाई पनि घिसार नपर्छ। हामी सत्य त चेलीबेटीले बोलेको छ है। तर माइती पक्षले पनि यति घुसपेट भएर माइती पक्षले पनि अझै ताप्दैन भने माइती पक्षले पनि हामी छोड्दैन। अब लास उठायो भने उसको बुढा आएन, अनि त्यो प्रशासनले किन त्यो गेट खोल्दै त्यो सम्पत्ति झिक्नु? त्यति सम्पत्तिको माग छ भने सर सुन्नु न, एक मानाले नबुढी भए दुई मुठी पकाएर सासु बुहारी बाँडेर खान सक्दैन? किचनमा अनि उसलाई थुनी पहिले खुट्टा भाँचेछ, दोषीलाई नछोडिदिनु है मात्र भनेको। हामी चाहिँ छिमेकी नाताले होइन, वरिपरि छिमेकी हुनाले होइन, हामीले चाहिँ अब बिहान देउर र नन्द देउरालीलाई रोटी पकाइ पठायो योजना तरिकाले। अनि त्यो नानी गएर टिफिनमा 3टा बच्चालाई खाना दिएर आएपछि किचन रुममा अनि उसलाई थुनी पहिले खुट्टा भाँचेछ, त्यसपछि अनि भाटामा उ गरेर 5 लिटर मट्टीतेल बेच्नेलाई पनि अम्बरेर ल्याएर थुनेको, उसलाई छोड्दै बिचरा बेच्नेको गल्ती हुँदैन? हेर्नु, पसलको मान्छे तपाईँ पनि बेच्छ, म पनि बेच्छ, हो कि भन्नु न। हामीले चाहिँ हामीले बोल्नु चाहिँ के भने सर सत्य के अरे निर्दोष नफसोस् होइन, दोषीलाई नछोडिदिनु है मात्र भनेको। अनि हिजो चाहिँ अब लास उठायो भने उसको बुढा आएन, अनि त्यो प्रशासनले किन त्यो गेट खोल्दै त्यो सम्पत्ति झिक्नु? त्यति सम्पत्तिको माग छ भने सर सुन्नु न, एक मानाले नबुढी भए दुई मुठी पकाएर सासु बुहारी बाँडेर खान सक्दैन? त्यो अपराधी नभएदेखि त्यो अपराधी हो कि होइन? एक मानाले पुगेन होला ल, तर दुई मुठी बाँडेर जाउलो बनाएर खान सक्थ्यो नि इमानदारी भएदेखि। तर माइती पक्षले पनि यति घुसपेट भएर माइती पक्षले पनि अझै ताप्दैन भने माइती पक्षले पनि हामी छोड्दैन। तर यहाँ कुन हाम्रो एउटा दुईटा हल्ला हो, हामीले पनि प्रतिशत सुनेको हल्लाले सुनेको, टङ्क वकिल भनेर बुढोको नाम टिप्नु मिल्दैन रे विदेश हुने भने। तर वकिल पनि घुसपेटमा नजाओस्, हाम वकिललाई पनि घिसार नपर्छ। हामी सत्य त चेलीबेटीले बोलेको छ है। सत्य खानालाई ल्याउन मिल्ने त्यो भन्नु न। हजुर, रवि लामिछाना के रे? अब रवि लामिछानालाई ल्याउने यहाँ गरिबहरू थुप्रो त्यो के रे उले के भन्छ नि, के यो उ भन्छ नि के मिल्ने भन्ने कुरा के ब्याङ्क रे संस्था के भन्छ नि, त्यो सहकारी, त्यो यहाँ पनि थुप्रो पीडितहरू कोहीको उ भइरहेछ। हेर्नु, कालो सूचीमा गएको छ, कोही लिएर हिँडेको छ, त्यो उसलाई रवि लामिछानाले ल्याउने, त्यो उसलाई पनि ल्याउने, त्यो के पुर छानेर अनि अर्को त्यो के अरे अहिले मलाई नामै आन्थ्यो अहिले हाम्रो दुर्गा पसले पनि ल्याउने। हामीले निकाल्नु चाहिँ यहाँ पर्छ, धनीको छ। हेर्नु, अनि अब हिजो प्रशासनले फेरि चाबी किन त्यसरी दियो? चाबी किन दियो त? त्यो प्रशासन जानु, प्रशासनले हामी त्यही भनेर भोलि हामी अझ हामीलाई छलफल गर्नु, प्रशासनले उहाँ बोलाउनु पर्छ। एसडीएससीले पैसा खाएर हो कि अस्ति हामी बसेर 5-6 जना मसँग 4 जना महिला बसेर भित्र बोलेको, सशस्त्रको पनि हुनुहुन्थ्यो, यहाँ पुलिसको पनि हुनुहुन्थ्यो। यस्तो यता हामी कारवाही गर्छौँ नानी, विश्वास गर्नु तपाईँहरू म्याडम भनेर निक्लेर हिँडेको मान्छे हामी हो। त्यहाँबाट हिजो चाहिँ लास नउठायो, उसको बुढो नआउँदा किन चाबी खोलेर त्यो पैसा खायो एसडीएससीले? तर खबरदार चौकीले भोलि त्यो प्रशासनले धान्नु नसकोस्, खबरदार चौकी पनि पैसामा वकिल पनि नबिग्नुहोस्। चेलीबेटी यस्तो मारेछ भोलि त्यो 3टा बच्चाको मुख हेर्नुहोस्, वकिलले पनि प्रशासनले पनि खबरदार भन्दैछ। एउटी बुहारीलाई चाहिँ एउटा बोलाएर पठाए, एउटी बुहारीको हत्या भयो। भएन, एउटा बोला रोटी पकाउ, रोटी छ सर किचनमा, कस्तो कुरा गरेको रोटी छ, त्यो देउरा पनि बिचरा त्यो घरको व्यवहार त्यति थाहा रहेछ, 10 वर्ष बसेर आरे। हजुर, त्यस्तो गर्नु मिल्छ? भोलि हामीलाई पनि मार्छ नि सर, हाम्रो पनि सास ससुरा छ। तपाईसँग हिँड्दा हाँस्दा बोल्दा चाहिँ कस्तो थियो उहाँको स्वभाव? उहाँको राम्रो थियो, ससुरा चाहिँ प्यारोलले भेटा थियो, बिहान उहाँ हिँड्दा फ्याङ्चेङ त्यो अपराधी भएर त्यसरी हिँडेको रहेछ, घामट रहेछ त्यो बुहारी। अनि बिचरा डढे, त्यो आगो लगाइदियो, अनि मरेन भने हेर्नु जाँदा ससुराले घोजेर ससुरा घाइते भएको हेर्नु थाहा छ। अनि त्यसपछि अरू थाहा पाउँदाखेरि बिचरा त्यही आगो लाग्दा पनि कुर्सीमा बसे, आगो लाग्नेले के गर्छ त? देखेपछि पानी खनाउँदैन, पानी खनाए चाहिँ भुत कहिले एक गाग्री पानी खनाए चाहिँ बरु त्यस्तो पनि उभिएको बोलेको मरे कि मरेन। हामी पनि उता त्यहाँ हाम्रो पनि त्यहाँ छिमेको कुरा सुनेर भनेको। म त भोलि पनि अस्ति प्रशासन म त जहाँ वकिल गरेर यो कुरा भन्छ, वकिल र प्रशासन पैसामा बिक्री नहुनुहोस् है। सत्य तथ्य तपाईँहरूले नियम कानुन गराइदिनुहोस् होइन, निर्दोष नफसोस्, दोषीलाई नछोडिदिनु होला। भोलि अर्को ठाउँमा घटना होला, हामीले बोल्ने हो। धन्यवाद सर।